मैले त तपाईलाई पहिले भनेको थिएँ त्रिभुवन युनिभर्सिटीले कतिखेर फर्म खोल्छ थाहा हुँदैन है भनेर। मैले जे भनेको थिएँ ठ्याक्कै त्यही भएको छ। मैले मसँग क्लास लिँदै गर्नुहुने विद्यार्थीहरूलाई के भनेको थिएँ भने थर्ड इयरको एक्जाम फर्म दसैँ अगाडि खोल्छ, दसैँ अगाडि नै तपाईँहरूलाई फर्म क्लोज गराउँछ र तिहार लगत्तै तपाईँहरूको एक्जामिनेसन हुन्छ भनेर मैले क्लासमा रिपिटेडली भन्दै थालिसकेको छु। जे भनेको ठ्याक्कै त्यही भयो। आज फर्म खुलेको छ र ब्याचलर थर्ड इयरको रेगुलर तथा पार्सियल दुइटैका लागि यो फर्म खोलेको छ र यो सूचना अनुसार तपाईँ यदि 2080 सालमा भर्ना हुनुभएको छ र 2081 सालमा फर्स्ट इयरको एक्जामिनेसन दिनुभएको छ भने तपाईँहरूले नियमित परीक्षार्थीको रूपमा फर्म भर्न पाउनुहुन्छ अकर्डिङ टु द नोटिस। त्यस्तै गरेर यदि तपाईँ चाहिँ 2075 सालमा भर्ना हुनुभएको छ र 76 सालमा पहिलोचोटिको चाहिँ परीक्षा दिनुभएको छ भने यो वर्ष तपाईँका लागि अन्तिम पटक हुनेछ भनेर सूचना आएको छ र नियमित बाहेक सबै परीक्षार्थीहरूले चाहिँ अघिल्लो पटकको रोल नम्बर भनेको अघिल्लो पटक तपाईँले एक्जामिनेसन यही थर्ड इयरको एक्जामिनेसन अटेन्ड गर्दाखेरि जुन रोल नम्बर सिम्बल नम्बर भन्छौँ हामीले त्यो राख्नुभएको छ। तपाईँले त्यही सिम्बल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ है। अब 3 महिना ननागेको फोटो अनि त्यस पछाडि अन्य कुराहरू तपाईँहरूलाई छँदैछ। त्यसो भए अब सबभन्दा इम्पोर्टेन्ट कुरो के छ भने फर्मको म्याद कहिलेसम्म त हेर्नुहोस्। फर्मको म्याद 83 साल 5 महिना 5 गतेबाट फर्म खुलेको छ भनेको भदौ 5 गतेबाट आजबाट फर्म खुलेको छ भने अब तपाईँले फर्म भर्न पाउने म्याद चाहिँ कहिलेसम्म छ त 2083 साल 6 महिना 5 गतेसम्म असोज 5 गतेसम्म रेगुलर दस्तुर बुझाएर फर्म भर्न पाउनुहुनेछ भनेको छ भने 8 गते असोज 8 गतेदेखि 14 गतेसम्म सम्झिनुहोस् है। असोज 8 गतेबाट असोज 14 गतेसम्म चाहिँ तपाईँले दोब्बर दस्तुर तिरेर फर्म भर्न पाउनुहुने भनेर चाहिँ सूचना आइसकेको छ। यसको मतलब लगभग दसैँ आउने बेलासम्ममा तपाईँहरूको फर्म त्रिभुवन युनिभर्सिटीको अफिस अफ द कन्ट्रोलर अफ द एक्जामिनेसन भित्र पुगिसकेको हुनेछ सूचना अनुसार है। त्यसले गर्दाखेरि अब तपाईँहरूको फर्ममा लाग्ने शुल्क हैन, त्यस्तै गरेर फर्मको त्यो भर्दाखेरि खाता नम्बर कहाँको बुझाउने कता कता बुझाउने भन्ने बारेमा त तपाईँहरूले सूचनामा देख्न सकिहाल्नुहुन्छ। अनलाइनबाट फर्म भर्नु भनेको छ। त्यसले गर्दाखेरि अब पढ्ने बेला छैन। दसैँमा गाउँ जानुहुन्छ, सेलिब्रेसन हुन्छ, साथीभाइको भेटघाट हुन्छ, घुमघाम हुन्छ, रमाइलो हुन्छ, त्यो बेलामा त पक्का पनि पढिँदैन। त्यसले गर्दाखेरि आजैबाट टुप्पी हुनेले टुप्पी कस्नुहोस्, टुप्पी नहुनेले कान कस्नुहोस्। लामो चुल्ठो छ भनेदेखि चुल्ठो कसेर अब नपढेदेखि ढिला हुने स्थिति आइसकेको छ। त्यसले गर्दाखेरि अब एकदमै ध्यान दिएर दसैँ अगाडि नै लगभग तयारी पुरा गर्नुहोस्। यदि त्यसो गर्न सक्नुभयो भने के हुन्छ भन्दाखेरि दसैँ पनि तपाईँले अलिकति रिल्याक्स तरिकाले मनाउन पाउनुभयो अनि दसैँमा गएको बेलामा पनि सरर रिभिजन पनि गर्न पाउनुभयो। त्यसले गर्दाखेरि के हुन्छ त तपाईँको पढाइ पनि रोकियो, यसो रोकिएन, सेलिब्रेसन पनि कन्टिन्युअसली गयो र तिहार लगत्तै एक्जामिनेसन गऱ्यो भने के गर्ने होला भनेर डराइराख्नु पनि परेन। तपाईँ मजासँगले एक्जामिनेसन अटेन्ड गर्न सक्ने कन्डिसनमा आउनुहुन्छ है त। यो सूचना आएकोले गर्दाखेरि मैले तपाईँहरूलाई इन्फर्मेसन रिले गर्नको लागि यो भिडियो बनाएको हो। भिडियो तपाईँहरूका साथीहरूलाई नि काम लाग्न सक्छ। यदि सूचना हेर्नुभएको छैन भने साथीहरूसम्म सेयर गर्नुहोस् अनि सूचना तथा कक्षाका लागि हामीलाई सम्झिनुहोस्। र हामीले चाहिँ है इङ्ग्लिस गुरु नेपालले बेलुका 8 बजेबाट 9 बजेसम्म कम्पलसरी इङ्ग्लिसको क्लास सुरु गरिसकेको छ। हामीले त लगभग 1 हप्ताको कक्षा कम्प्लिट गरिसकेका छौँ हैन। लगभग एउटा च्याप्टर सक्ने कन्डिसनमा पुगिसकेका छौँ। तपाईँहरू ढिलो हुनुहोला। हामीसँग हरेक कक्षाका रेकर्डहरू राखिएका छन् जसले गर्दाखेरि तपाईँले अहिले त्यो 6-7 दिनको क्लास मिस गरे तापनि रेकर्डको थ्रुबाट तपाईँले भिडियो हेरेर पनि सिक्न सक्नुहुन्छ भने पिडिएफमा नोट पनि पाइ नै हाल्नुहुन्छ। सो हामीसँग चाहिँ क्लास मिस हुँदैन, तपाईँहरूले पढ्ने काम छोड्नु भएन। त्यो छ। अनि मेजर इङ्ग्लिस भिजुअल आर्ट्स सर भिजुअल आर्ट्सको त भनेको जति टेक्स्ट पनि भेटिँदैन, यो पनि भेटिँदैन, कसो गर्ने भनेर धेरैजनालाई कौतूहलता छ। त्यो कौतूहलता हुने विद्यार्थीहरूका लागि मैले के गरेको छ त भन्दाखेरि भिजुअल आर्ट्सको पनि रेकर्डेड क्लासको प्याकेज उपलब्ध गराएको छ। त्यो लिनको लागि यु क्यान कन्ट्याक्ट अस इन आवर वाट्सएप नम्बर जो तपाईँले तलपट्टि लोवर थर्डमा उफ्री पाफ्री गरिरहेको देखिराख्नु भएको छ हैन। सो
तपाईँलाई काम लाग्छ, साथीलाई काम लाग्छ, सेयर गर्नुहोस्। अनि त्यस पछाडि क्लास लिने हुँदाखेरि सकेसम्म टाइममा जोडिनुहोस्, किनभने जति ढिला जोडिनुहुन्छ तपाईँलाई पढ्ने प्रेसर त्यति नै धेरै हुन्छ। त्यसले गर्दाखेरि ढिला नगरिकन कक्षामा जोइन हुनुहोस्, आउनुहोस्, पढ्नुहोस्। एकदम मजासँगले डिस्कसन गरी पढ्छौँ हामी, होइन? मजासँगले पढ्छौँ, कुनै पनि टेन्सन लिनु पर्दैन कन्टेन्टको, किनभने हामीसँग सक्सेसफुल रिजल्टका हिस्ट्रीहरू त युट्युब च्यानलमा अगाडिका चाहिँ पोस्टहरू भिडियोहरू हेरेर देखिसक्नु भएको छ। सो फर फर्दर इन्फर्मेसन व्हाट्सएप गर्नुहोस्। अनि थर्ड इयरको कम्पलसरी इङ्ग्लिस जोइन हुनेले चाहिँ यो भिडियोको तलपट्टि कमेन्टमा गएर हेर्नुहोस्, पिन गरेको कमेन्टमा क्लासमा जोडिनका लागि इन्फर्मेसन पाइने गरेको व्हाट्सएप ग्रुपको लिङ्क छ, त्यहाँ क्लिक गरेर जोइन हुनुहोस्। हामी त्यहाँबाट तपाईँलाई सम्पर्क गरेर सबै क्लासको इन्फर्मेसन प्रोभाइड गर्छौँ र तपाईँलाई कक्षामा जोडिने इन्भाइरोमेन्ट क्रिएट गर्छौँ। थ्याङ्क्स फर वाचिङ एभ्री वान एन्ड बेस्ट विसेस फर यु एक्जामिनेसन एज वेल। सी यु इन क्लास। बाई बाई।